हेलो साथीहरू वेलकम ब्याक टु माई युट्युब च्यानल। साथीहरू हजुरहरूको हालखबर के छ? आयो सबै सन्चै ठिकै आरामै हुनुहुन्छ अनि म पनि एकदम सन्चै ठिकै आरामै छु र सम्पूर्णलाई मेरो तर्फबाट जोडले नमस्ते छ। तर मैले यो माइक लगाएर कामै लागेन क्या। अनि हजुरहरूको घर के हजुरलाई चाहिँ मेरो नयाँ भिडियोमा धेरै धेरै स्वागत छ साथीहरू हैन। अनि अहिले चाहिँ हामी चाहिँ आमा छोरा भएर चाहिँ उता बगैँचातिर जानु लागेको। किन जानु लागेको भने हाम्रो चाहिँ अलिअलि काम जसो त्यही भएर। अनि एलिन पनि स्केट खेल्ने भनिरहेको छ, तर हेरौँ के कस्तो हुन्छ। एलिन चाहिँ यहाँ छ हैन, तर म चाहिँ एलिनलाई मलाई जाँगर लाग्यो भने खेलाउँछु, नत्र त्यस्तै हो साथीहरू। साथी चाहिँ हिँडाली छु फकाइ हैन। अनि मलाई चाहिँ यो माइक गिफ्ट आएको थियो। अनि तर यहाँ राखेँ भने आवाज आउँछ कि आउँदैन थाहा छैन, त्यही भएर मैले चाहिँ यसरी यहाँ राखेको थिएँ, ट्राई गरेको थिएँ, तर हैन आवाज चाहिँ आएन क्या हो। अनि त्यसपछि म तपाईँहरूलाई के गरेँ, यहाँ हाम्रो पुतली ज्यूको फ्लावर्स देखाउनु पऱ्यो के। यता चाहिँ पुतलीजीले यसरी फ्लावर्स लाउनु भएको छ। यस्तो यो बाख्राले खाइदियो भने चाहिँ पुरै बारेर मिल्ने चाहिँ हैन। अनि यहाँ चाहिँ चोर दिन्छु भन्यो भने लास्ट डराउँछ नि कि यिनी फेरि। अनि यसरी लगाइकी रहेछ नि यहाँ चाहिँ हैन। अनि यो चाहिँ कम्ता फुल्छ, फुल्यो भने पुतली फेरि यहाँ भित्रबाट मैले सुनि हो चोर्दिन्न त। कस्तो मजाले फुलेको के बगैँचा। जाम पुतली स्केट खेल्न, कति मजाले हो कि फुलेको पनि। हेर न यहाँ माइक हातमा लिएर आफू चाहिँ त्यतिको बोल्दै हिँड्दै गरेको पागल चाहिँ। हाम्रो यहाँ मनिषाजी हुनुहुन्छ, पुतलीजी उहाँ नै हुनुहुन्छ, उहाँको फुल हो यो। फेरि म माइक फेरि यहाँ हातमा राखिराखी त्यसै झुन्डाएर हिँड्छु। उता फेरि पुतलीको मम्मी आन्टीले चाहिँ उता मकैमा पानी लाउँदै हुनुहुन्छ साथीहरू। हेर्नुहोस् टक्क उहाँ चाहिँ पाटा ब्लकको सासू आमा। नजाम ल, सासू आमा भनेको क्या बुढिया माइजू हो। ए बुढीको आमालाई हामीले त मतलब के हामी त सासू चाहिँ सासूमा त त्यस्तो उ चाहिँ हुन्न, मतलबै हुन्न। तर माइजू चाहिँ माइजू हो ल। जे भए पनि हामी चाहिँ अब टक्कै हिँड्यौँ है। अब हामीले चाहिँ अटो बोलाएको छौँ, अनि अटोलाई चाहिँ उता गएर कुर्नु पर्ने हुन्छ एकछिन चाहिँ हैन। अनि नाउँदा जेलसम्म हामी अब टक्क यहाँ बस्न पर्छ एकछिन चाहिँ। आन्टी हजुरको पुत्र आउनु भएको उ के त्यहाँ बाहिर हुनुहुन्छ है? ए उता आउनु भयो है साइकलमा। यता हेर्दै ल एलिन, ल खै त हेलो भनेको खै त हेर राम्रोसँग नमस्ते गरेको खै त। तिमी कहाँ हिँडेको रे? यता हेर्दै त किन हिँडेको भन्थ्यौ? किन हिँडेको? ल ल ल ल। अनि घाम चाहिँ त्यस्तो बेसी लागेको छैन अहिले चाहिँ साथीहरू। पुरा हल्का हल्का शीतल शीतल घाम भइरहेको छ। अनि हामी चाहिँ अब वहाँ गएर बस्नुपर्छ एकछिन साथीहरू। हामी चाहिँ बगैँचा पनि आइसकेर हैन, अनि कामसाम सकेर पनि हामी चाहिँ अब स्केट खेल्न जानु लागेको कि म त हैन। यो एलिनलाई चाहिँ स्केट खेल्नु मन लागेर यता हेर। स्केट खेल्न सक्छौ र तिमी? सक्छौ कि नै भन न पहिला। सक्छु कि नै? अनि तपाईहरुलाई पनि स्केट खेल्नु मन छ भने हैन, यो बगैँचाको यो ट्याक्क यो लोकेसन छ साथीहरू हैन। चोकदेखि अनि यति कति किलोमिटर पर्छ त्यो मलाई थाहा भएन, तर यहाँ चाहिँ म तपाईहरुलाई देखाउँछु ल। तपाईहरु आउन सक्नुहुन्छ। यो जुन यो हाम्रो नलपुर सर्दी यो बगैँचा छ नि, बगैँचाको ठ्याक्क चोकदेखि थोरै तल यो एकाडेमी जाने बाटोमा यो हाम्रो जनसेवा भन्ने हस्पिटलको ठ्याक्क अगाडिपट्टि चाहिँ आज ओपनिङ हुँदैछ अरे हैन। अनि त्यही भएर म चाहिँ एलिनलाई यसो खेलाउन लैजान्छु एकछिन भनेर सोचिरहेको कि। अनि अहिले चाहिँ हिँड्दैछौँ हामी हैन, हेरौँ के कस्तो छ त्यहाँ माहौल। अनि त्यसपछि बल्ल। अनि तिमी यता हेर त, खेल्न सक्छौ र? खेल्न सक्छौ? गरेको त्यसै भाइले फेरि भनिदिन्छ के फेरि। ल भनिदेऊ न त ल सबैलाई, म चाहिँ स्केटिङ खेल्न जानु लागेको भनिदेऊ ल छिटो। यता आइछ के कता गएको र मान्छे पनि कता गएको र त्यता? ल छिटो हिँड ल।
हामी चाहिँ ट्याक्क अब स्केट पार्क अगाडि आइसकेको छौँ होइन। अनि बाहिर चाहिँ पुरा केटाकेटीहरूलाई चाहिँ हम्काइरहेछन् गर्मी भएर होला। यस्तै गर्मी पनि भइसकेको छ कि। अनि हेर्नुहोस् तपाईँहरू देख्न सक्नुहुन्छ यो थोरै हो होइन, यो चोकदेखि थोरै यति तल आउनुपर्छ अनि ट्याक्कै यहीँसम्म छ ल। अब जाम के कस्तो माहौल छ हेरौँ है त एकचोटि। अनि एलिनलाई छिटो खेलाएर अनि घर फर्किनु पर्ने हुन्छ हामी चाहिँ। ल हिँड ल, के छ त्रिनेत्र स्पोर्ट्स एक्टिभिटी आइपुग्यो। जाम आऊ हेर्छौ मात्रै कि खेल्छौ पनि? एलिन कस्तो राम्रो बनाएको छ। हेर त खेल्छौ किन तिमी? तिमी त खेल्न पाउँदैनौ होला न? एलिन एकछिन बस ल, एकछिन टाइम लाग्छ रे। कालो नै पाएन, तिम्रो जुत्तै छैन कि तिम्रो साइजको है एलिन? यता हेर त, एकछिन रोक है एकछिन। साथीहरू मेरो एलिनले चाहिँ आज खेल्ने पालो नै पाएन बिचारा, किनभने कुरेको होइन। अनि तर उसको साइजको के भन्छ अरे जुत्ता चाहिँ पुरै प्याक भइसकेको रहेछ। अनि त्यसपछि त्यो प्याक भएको कारणले चाहिँ ऊ खेल्न पाएन। सो त्यही भएर हामी चाहिँ फर्केको। अनि एलिन चाहिँ यता हेर्दै, एलिन यता हेर्दै न, एलिन चाहिँ पुरै मास्क साक्स लगाएर यता हेर्दै त। वाह, तिमी अब त्यो के भन्छ अरे तिमी त्यो स्केट खेल्ने पैसाले के खान्छौ अरे भन त? के खान्छौ भन त? यता हेर्दै न, यता हेरेर के खान्छौ? मोमो? अब मोमो खाने टर्न अगाउनु जाने होइन। यति भिड भन्नाले पनि त्यस्तो साह्रो भिड होइन तर सुरुमा चाहिँ ठिकै हो। तर त्यही पनि त्यस्तो साह्रो भिड त छैन। त्यही पनि साथीहरू होइन, त्यो सुट चाहिँ अलिकति थोरै ल्याएको भएर चाहिँ सबैलाई पुगिरहेको छैन। अनि कतिसम्म कुरिराख्नु पर्यो कि यिनीर म चाहिँ कति आधी घन्टा भन्दा धेरै कुरेँ होला, तर पाउँदै पाएन पालो चाहिँ। अनि त्यसपछि हामीलाई कुर्दा हेर्दा झ्याउ लागिसक्यो। अनि आफू खेल्न पाए पो अलिकति फिल पनि आउँछ र साथीहरू। सो त्यही भएर उसलाई चाहिँ मैले मोमो किनिदिन्छु भनेर फकाएर घर जानुको लागि होइन फर्किसकेको छ। अनि हामी चाहिँ यहाँ बगैँचामा अलिअलि काम छ, सामान किन्ने होइन। त्यसपछि हामी फर्किन्छौँ भट्टाभट घरतिर। टिप टिप के गर्छ अरे? बगैँचा आएर खाएको फाइदा यही हो। लौ उठाऊ। यो चाहिँ हाम्रो बगैँचा बजार हो न एलिन? साथीहरू हामी चाहिँ अब घर जानु लागेको कि। अनि हामीले चाहिँ नास्ता खाएर पनि अब यहाँ गरिसक्यौँ। यहाँ बस एलिन चाहिँ यहाँ के खाँदैछ ल भन? यहाँ बस आइसक्रिम खाँदै यिनलाई छ मोज। के भन्नु र खै। अनि यो चाहिँ हाम्रो बगैँचा है साथी। यो चाहिँ हाम्रो सहर एकदम ठुलो, हाम्रो गाउँको सहर जे भने पनि यही हो। अनि हामी चाहिँ यहाँ अटो कुरेर बसिरहेको छौँ। अब चाहिँ अटो सटो आएपछि हामी घर जानुपर्ने हुन्छ होइन। अहिले चाहिँ हामी कुरिराखेको छौँ कि। हैरानै भयो? म पनि भयो तार। यता हेर न, तिम्रो मुख यता हेर त, तिम्रो थोप्रा चिची कालै सिगारसँग कुर्दा हैरान भयो। साथीहरू अटो त आयो होइन। अटो आएर पनि यहाँ कुर्दा मरेको जुनी हुन लागिसक्यो। एलिन तिमी र म त आज घर पुगिन्न क्या? एलिन तिमी र म घर पुगिन्न क्या आज भनिदेऊ त बेबी। यता हेर त, आमाले त आज मार्नै भयो नि के अरे?
कतिखेर जान्छ अरे नि यो अटो तिम्रो सुत्नुपर्छ क्या कुर्दा कुर्दा झ्याउ लागिसक्यो साथीहरू कतिखेर हो घर जाने फाइनली साथीहरूमा चाहिँ होइन घर सर आएर पनि अनि म चाहिँ यसो छिटो बोरा बोकेर चाहिँ म चाहिँ घाँस काट्न लागिहालेको कि साथीहरू होइन आज चाहिँ एकदम ढिलो भयो कि किनभने आज दिउँसभरि पारी गयो नि त सो त्यही भएर आज चाहिँ मेरो साँझको ड्युटी रह्यो घाँस काट्नुको लागि अनि त्यही भएर म चाहिँ यहाँ किम्बु घारीमा आइसकेको छु अनि किम्बु चाहिँ अति नै फलेको क्या साथीहरू किम्बु चाहिँ लास्टै भन्नै नपरेर होइन किम्बु चाहिँ प्रेसरको पनि दबाई हुन्छ अरे साथीहरू प्रेसरको दबाई हुन्छ अरे सो त्यही भएर खाइहाल्नुहोस् है जसलाई प्रेसर छ सबैले खानुहोस् यो चाहिँ एकदम राम्रो अरे होइन मैले नि यसलाई थाहा थिएन यस्तो राम्रो हुन्छ भनेर चाहिँ अनि मैले पनि सुनेको थिएँ अनि त्यही भएर त्यही पनि हामीले त नसुने पनि किम्बु त रुचाइन्छ साथीहरू होइन अनि यति साह्रो पाकेको छ कि यसलाई चाहिँ मजै हुन्छ र टिपेर खानु मन पराउनु त अति मन पराउँछ साथीहरू यस्तो कोही त लास्टै अमिला लास्टै घाँस काट्न आएको मान्छे किम्बु खानु पर्छ लास्ट अमिलो कुनै त के साह्रो अमिलो तो लास्ट अमिलो है खानै नसकेर अमिलो साथी यो त के साह्रो फल्यो क्या फल्न पनि हेर्नु न काले फल्यो होइन तर पनि अमिलो भइरहेको छ खै किन पानी नपरेर हो कि के हो पुरै के यो त सब किम्बु घारी हो कि सबै सबै अमिलो है के यस्तो साह्रो अमिलो लास्टै अमिलो साथीहरू एकदम अमिलो किम्बु चाले गुल्यो है बनिएको तर लास्टमा चाहिँ त्यो अमिलो दाँते कुराउँछु क्या अनि त्यही हो साथीहरू आजको भिडियो चाहिँ अब इन गर्न पर्ला जस्तो छ हैन अनि आजको भिडियो मेरो यति नै यदि तपाईहरु नयाँ हुनुहुन्छ भने मेरो YouTube च्यानलमा गएर सब्स्क्राइब गरेर लाइक कमेन्ट शेयर गरेर साथीहरु सपोर्ट गरिदिनु होला हैन आई होप कि गरिदिनुहुन्छ भने ठूलो आशा छ अनि गरिदिनु पनि भएको छ नि त साथीहरु जे जस्तो भए पनि हैन अनि त्यही हो आजको भिडियो चाहिँ मेरो यति नै म चाहिँ अब घाँस काट्छु त्यसपछि घर जान्छु रात त्यस्तै पर्छ साथीहरु आजको भिडियो म यति नै अन्त्य गर्न चाहन्छु हस् त बाइ बाइ नेक्स्ट भिडियोमा भेटौँला ओके